हेलो हाई दर्शन नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल विष्णु सुरेन्द्र गाइज आयो तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै नै छु। आज पनि हाम्रो यात्रा मुस्ताङतिरको छ। अहिले देख्न सक्नुहुन्छ 220 बाइक र बुलेरो जिपमा चाहिँ हाम्रो यात्रा हुँदैछ। सो त्यही हो, आफ्टर लङ टाइम पछि ब्लग सुट गर्दैछु अनि भिडियो अन्तिमसम्म हेरिदिनु होला भन्न चाहन्छु। स्टे ट्युन गाइज है। उताबाट निशान अङ्कल आउँदै हुनुहुन्छ माथिबाट, ग्यास पनि लिएर आइन्छ नि त, फेरि ग्यास लिएर आउँदैन। ओ मुस्ताङमा भात पकाएर खाने होइन है। सो गाइस यति बेला हामी चाहिँ बागलुङ बजार आइसकेका छौँ। बागलुङ बजारमा पनि समीक्षालय चोकमा छौँ। भैरव सुनचाँदी पसल हाम्रो गणेशको पसलमा छौँ। अब हाम्रो चाहिँ यहाँ प्रिपेरेसन हुँदैछ। नेपाली झन्डा बोकेर हाम्रो भान्जो हेलो तेल हाल्न जाँदै हुनुहुन्छ। अनि यो तेलले उयो अप्पर पर आउँछ गुरु, त्यसले उयो अप्पर पर आउँछ पुग्छ। अनि हाम्रो अनिल गुरु नै आउँदै हुनुहुन्छ। अनिल गुरु कहाँ आउनुभयो? ओए अनिल फोन हानिस् बस। सो त्यही हो, भिडियो अन्तिमसम्म हेरौँ है त। गाइस हामी यति बेला म्याग्दी जिल्लामा रहेको बेनी बजारमा होटल डाँफेमा आइपुगेका छौँ। यतापट्टि चाहिँ हेलो होटल डाँफेमा आइसकेका छौँ। यता हाम्रो बाइक छ है। हाम्रो दाइहरू साथीहरू भित्र हुनुहुन्छ। खाना अब लगभग रेडी हुँदैछ होटल डाँफेमा। हेलो बुढाहरू छन् यसो खासै बोल्दैनन्, यसो रमाइलो खालको कोही छैनन्। एजेटहरू हुन्। जेनजीवा रमाइलो हुन्थ्यो। जेन वाई भन्दा अझ माथि क्या सबै हाम्रो काका हुनुहुन्छ। जेनजीले कहिले यस्तो गर्दैनन् नि गुरु। त्यो त प्रचण्डको पारा आयो। ल ल ठिकै छ। सो त्यही हो, अब खाना खाने क्रम छ है। हाम्रो यात्रा कस्तो रहन्छ, भ्लग कस्तो रहन्छ हेर्दै गरौँ है त। फाइनल्ली खाना पनि आइसकेको छ। खाना खाँदैछन् गाइजहरू। मैले भर्खर सुरु गर्दैछु, फेरि एकछिनमा है म भन्छु। हेलो मिलन भन्छ। फाइनल्ली गाइज हामी अब खानासाना खाइसकेका छौँ। एकदमै स्वादिष्ट खाना खाइयो होटल डाँफेबाट। अनि मैले युट्युबको त लोगो स्टिकर चाहिँ एउटा टाँसेँ अनि भाइलाई पनि दिएँ एउटा मागेर। सो त्यही हो, अब हामी यहाँबाट गलेश्वर हुँदै नार्चेङ छरा हुँदै मुक्तिनाथ हुँदै माथि बोर्डरसम्म पुग्ने योजना छ। नार्चेङ त्यहीँ डक अरे कहाँ पर्छ त? ए रूपसे के नार्चेङको रूपसे झर्ना। यति बेला हामी गलेश्वर मन्दिर परिसरभित्र छौँ है। गाइजहरू त पूजा गर्न जानुभयो। ओ अङ्कल तपाईँको भाक्कल भनिन्छ है केटाहरूले। पखा है पखा गाडीमा भन्ने आज दलसी मैले के भनेको मैले सिबे किन आयो भने चाहिँ निशान दाइरे सिबेको गडी हो हैन। सन्जुले अहिले पोइन्ट हैन, मैले भाजला पहिले भनेको हैन। निशान दाइ हेरि चाहिँ सिबे गयो भन्ने जान्दै गर्दै हैन। चिनी चढाइदिएपछि उसको पछि लुखी पाडो शान्ति त तपाईँ हुनुभयो नि गुरु फेरि। सो फाइनल्ली गाइज हामी चाहिँ रूपसे झर्ना म्याग्दी आइसकेका छौँ है। झर्नातिर आइसकेका छौँ। टोली कहाँ पुग्यो भन्ने थाहा छैन। काका ओ काका हामी रूपसे झर्नाको फेरितिर छौँ है गाइज है। माथिबाट है, यो चाहिँ म्याग्दी जिल्लामा पर्छ। एकदम भाइरल झर्ना हो। पारियो भित्तातिर मान्छे हेर्न सक्नुहुन्छ है। मान्छेहरू चाहिँ मान्छे लड्नु भयो है। संयमित भएर हिँड्नुपर्छ गाइस। यति बेला हामी रुक्से झर्नामा छौँ। रुक्से झर्नामा एकदमै मान्छेहरूको भिडभाड छ। यस्तो राम्रो छ झर्ना है रुक्से झर्नाको। रुक्स हेर्नुहोस्। हाम्रो गाइजहरू चाउचाउ खाँदै हुनुहुन्छ। अघि राजले त यो भात खाएको सबभन्दा धेरै खाने उहाँ हो। कहाँ यो भाक्का हुन्छ? टाउका माथि घाम हिमालय हुन्छ यता हिमालय। सो गाइज आज हाम्रो घुमाइको दोस्रो दिन छ। केटाहरू तयारी हुँदैछन्। बाइक दुईटा छन् है। बाइक दुईटा, गाडी एउटा। यति बेला हामी जोमसोम बजारबाटै हिमालको
भिडियो बनाउँदैछु। सो हाम्रो जुमसुङसम्मको यात्रा यति नै थियो र यति बेलासम्म भिडियो हेर्नु सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र आज फेरि नयाँ भ्लग स्टार्ट हुन्छ गाइज है त।